नमस्कार सबैजनामा। गोतामकोटको प्रसिद्ध मन्दिर हामी गोतामकोटमा छौँ। हाम्रो यहाँ पुजारी पनि हुनुहुन्छ। अब हामी एकछिन हाम्रो पुजारी पण्डितजीबाट यहाँ के हो, यो मन्दिर के को हो, यसको इतिहास के छ भन्ने बारेमा थोरै बुझ्नेछौँ है त। यो गोतामकोटको मन्दिरको बारेमा केही भनिदिनु पर्यो हजुर। हस्, नमस्कार। म देवी प्रसाद शर्मा रेग्मी। मेरो घर चाहिँ आडुस्कोट नगरपालिका 4 गोतामकोट। यो मालिका मन्दिरको चाहिँ पुजारी। यो गोतामकोट यो गौतमहरूको उद्गम स्थल भनेर चाहिँ चिनिन्छ। यस स्थलमा चाहिँ 5वटा कोटहरू मिलेर चाहिँ बनेको यो गोतामकोट हो। त्यसमा एउटा गोतामकोट, पानीकोट, त्यसपछि शुभकोट, मुछेरीकोट, रिकोट भनेर चाहिँ चिनिन्छ। त्यसका निम्ति यो चाहिँ 5 कोट बनेर बनेको भएका कारणले गोतामकोट र गौतमहरूको उद्गम स्थल भएर चाहिँ गौतमे भन्दै गोतामकोट भएको भन्ने चलन छ। र यसमा यो गोतामकोटको यो मालिका मन्दिर चाहिँ 250 वर्षभन्दा पुरानो मन्दिर हो। यसको स्वरूप सधैँभरि यस्तै छ। यसलाई चाहिँ परिवर्तन गर्न मिल्दैन भन्ने किंवदन्ती रहेको छ। र नयाँ मन्दिरहरू अरू बनाउन मिल्ने, तर यो मालिका देवीको मन्दिर चाहिँ नयाँ बनाउन नमिल्ने र सिमेन्ट प्रयोग गर्न नमिल्ने चाहिँ संस्कार चलन चल्ती छ। र यो मन्दिरमा चाहिँ सधैँभरि भदै पूर्णिमाको दिनमा सम्पूर्ण गोतामकोटका भक्तजनहरू सबै चाहिँ भदै पूर्णिमाको साथमा आएर धामी, झाँक्री, मादल, झ्याली सम्पूर्ण नाचगानहरू ल्याएर रातभरि नाच्ने र बिहान पख चाहिँ जाने बेलामा पानी परेर चाहिँ यहाँको नाचगान गर्दा भएका चाहिँ फोहोर मैलोहरू चाहिँ पानीले सफा गरेर जाने चलन छ भन्ने छ। र यदि कहिलेकाहीँ चाहिँ खडेरी पर्यो भने पनि यहाँ चाहिँ खराबार्ती गरेर पानी आउने चलन चाहिँ त्यस्तो शक्तिशाली छ भन्ने छ। र जुन मान्छेहरू भक्तजनहरूले चाहिँ आएर उहाँहरूले चाहिँ मालिका देवीमा वरदान माग्नुभयो भने वरदान लिएर गएको चाहिँ सबै कुराहरू चाहिँ परिपूर्ति हुन्छ भनेर चाहिँ मालिका देवीको चाहिँ वरदान चाहिँ फलिफाप हुन्छ भन्ने चलन छ। थुप्रै कुराहरू छन्। हस्, यति नै। नमस्कार, धन्यवाद।